हेलो साथीहरू नमस्ते। आज चाहिँ मैले बिहानैको सुरुवात सँगसँगै एउटा भिडियो लिएर आइसकेको छु। हेरिदिनु होला, माया गरिदिनु होला है त। आज चाहिँ मैले बिहानै उठेर पूजापाठ गरिसकेर अनि कोठामा आएर अनि मेरो छोरी चाहिँ उठेकै छैन, यहाँनिर उठेकै छैन। अनि त्यही भएर मैले सोचेँ एउटा आज भिडियो बनाऊँ क्या हो भनेर क्या। थुप्रो दिन भएको थियो मैले युट्युबमा भिडियोहरू अपलोड नगरेको। साथीहरू सपोर्ट गरौँ है साथीहरू। अनि साथीहरू मैले चाहिँ चिया पानी खाइसकेँ अब चाहिँ। अनि मैले खाजा पनि बनाइसकेको छु। अनि मेरो छोरो उठ्यो कि उठेन भनेर हेर्न आएको। अब चाहिँ म गएर खाजा साजा मम्मीहरूलाई दिन्छु अनि खान्छु अनि छोरो उठाउँछु अनि छोरोलाई पनि खाजा खुवाउँछु। भिडियोहरू चाहिँ हेर्दै गर्नु होला है त। मेरो चाहिँ उठेको छैन नि त साथीहरू। अनि म चाहिँ खाजा लिएर यहाँनिर आएँ, छोरो रुँदै बसेर खान्छु भनेर। खाजा चाहिँ तपाईँहरूले देखिहाल्नुभयो, भुजा र आलु बनाएको थियौँ। अनि म चाहिँ बसेर छोरो उठ्यो कि उठेन भनेर कुट्दै खाँदैछु साथीहरू। एकदम दमादम खाँदैछु। अनि नानी सानो छ कि धेरै भिडियो गर्छु भनेर सोच्छ, बिर्सिहाल्दो रहेछु। मोबाइल एकतिर छोड्छु एकतिर गइहाल्छु। अनि फेरि नानी उठाएको चाहिँ मैले भिडियो गरेको छु। खालि घोप्टी सुत्छ सानो। उठ्नु। गुड मर्निङ बेबी। 7:30 भइसक्यो, उठ्नुपर्छ। टिकी लाउन पाएन भनेर के गरेको हुन्थ्यो यता। टिकी लाउन पाएन भाइले, मामको जस्तै लाउने। बुवालाई बोलाएर लगाइदिनु भन न त। निन्द्रा पुगे छैन कि क्या हो भाइको त। कहाँ लिएर हिँडेको आउनु त भन्दै फेरि। ए त्यही लगाइदिनु, त्यहाँ पूजा गरेको। टिको त जहाँ लाउँदा पनि भइहाल्छ नि। अनि टिकी लाएर सबैजनालाई खुट्टामा ढोगेर सको नि नमस्ते गर्दैन। के गरेको जस्तो किन देखाएको त नि। अरू पनि यतिको चाहिँ छ है साथीहरू। आँगन चाहिँ हाम्रो ठुलो छ। मेरो छोरो चाहिँ यहाँ खेल्दैछ। के गरेको? पूजा गरेको? पुजारी हुन्छ कि क्या हो मेरो छोरो त ठुलो हुन्छ। अनि यहाँ चाहिँ मैले सब्जी रेडी गरेँ। अब यस्तै हेरेर केलाएर पकाउने हो सब्जी भात। मेरो छोरो चाहिँ यहाँ एकदम नक्कल पार्दैछ कि। अब यो भिडियो चाहिँ यहीँ एन्ड गर्छ है। बाई बाई गाइज।